हेलो गाइस, सोनू स्मृति हामी चाहिँ अहिले फाइनली हो जमसमको होटलमा आइसकेको छौँ। एकदमै राम्रो होटल रहेछ हैन, उज्यालो पनि। अनि त्यस पछाडि हामी चाहिँ हैन खाना खाना आँटेको, भोक लागिरहेछ। खाजा पनि खाइनौँ नि, के खाइन आज? खाइनौँ, खुवाएन खा चाहिँ। के भयो अरे? ल ल गाइस, बाई बाई। धेरै भ्लग पनि बनाउन सकेको छैन निन्द्राले। मैम आयो हेलो गाइस, हामी जहिले खाना खाएर बसिरहेको छौँ र यिनीहरू बाँदरहरूलाई हेर्नु यहाँ के गर्नु राख्नु तँलाई। यहाँ सबैजना बसिरहन्छ। निशान भाइ गर, म्याम भाइ गर्नु। देखि कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण। हेलो गाइज, हामी चाहिँ कस्तो तातो भित्रबाट 3-4 लुगा लगाएर होइन अनुहार हेर्नु फुटेर ओठ फुटेर हामीलाई केही पनि लाग्छ अनुहारमा सब फुटेर हामी निक्लियौँ। आज कहाँ निक्लियौँ? मुक्तिनाथतिर निक्लियौँ। यस्तो जाडो छ, यस्तो जाडो छ। मोजा 2-2वटा मोजा लगाएर भित्र लगाएर भित्रबाट 3टा हामी पकाएर यो बफर ज्याकेट लगाएर मफलर टोपी लगाएर अब अनुहारमा हल्का हल्का लाउने मोइस्चराइजरहरू अनि भयो गाइस। बाई। हेलो गाइस, हामी चाहिँ मुक्तिनाथ आइसकेको छौँ र गल र यहाँ कति मान्छेले लेक लाएर बसिराख्नु भएको छ। जाडोले अरूले हामीले चाहिँ हल्का हामी जाडो भएको छ तर सास हुन गाह्रो भएर होइन। यहाँ पछाडि ब्याक भ्यू देखाइदिन्छ यसले। भिडियो पनि बनाउनु सकेको छैन, मोबाइल निकाल्नु सकेको छैन। ल ब्याक भ्यू देखाइदियो। सोनोबाट खिच्छ ल रहेको। हेलो गाइस, हामी चाहिँ अहिले मुक्तिनाथबाट फर्क्यौँ। कस्तो जाडो भइरहेको थियो तर अहिले चाहिँ घाम घामले गर्दाखेरि हल्का चिसो भइरहेछ। हेर यो बाख्रेलाई हेर। हाई गर धीरज। ल अब गएको आज हामी मुस्ताङबाट फर्क्यौँ। के हो अनि त्यस्तो हाम्रो डेस्क पछाडि गर्न पनि दिएको छैन। ढाड दुखेर भइसक्यौँ। हामी हेर्नु त जाँदा केही पुग्यो भनेर गएको छ। के भयो तर आज मात्रै आउटफिट मिलेर नि हाम्रो, नभए जहिले मिलिरहेको थियो नि कलरहरू है है। कहाँ आइपुग्नु थाहा छैन। अब हामी जान्छौँ पोखरातिर। पोखराको अनि हामी मुस्ताङबाट फर्किने क्रममा बाटोमा चाहिँ हामीले राजकुमार थापा मगरा देख्यौँ र हामीले सेल्फीहरू पनि खिच्यौँ र उहाँहरूको टिम पनि हुनुहुन्थ्यो सँगै। मैले चाहिँ भिडियो बनाउन पाएको थिइनँ, मेरो साथीहरूलाई बनाउन लागेको थिएँ र उनीहरूले बनाएको थियो भिडियो अनि मैले त्यही हालेको। गाइस, हाम्रो गाडीमा होइन आगो निक्ल्यो के धुवा बलो निक्ल्यो खै थाहा छैन। अघि केही गनाएर जमुत्ता हाम्रो ब्यागहरू के गनाएको अनि के भन्छ अल्ला कात्राको उयो बनाएको जस्तो तिमीलाई के जस्तो लाग्यो? तिमीलाई चार्ज कति बनाइदियो? मेरो कान बन्द भएर फेरि
के भयो अरे हेलो गाइस सरी यसले मेरो भिडियो बनाउँदैछ मलाई चाहिँ इरिटेट भइरहेछ मेरो कान बन्द भइरहेछ उसले चाहिँ जानी जानी मेरो भिडियो बनाउँदैछ यहाँ हेर्नु सुन्तलाको बोट कत्रा गरेर सुन्तला तेरो आँखाको डल्ला जत्रो छ म कति राम्रो छु यो जस्तो नक्कले कोही छैन आम्मामा यो जस्तो नक्कले कोही छैन संसारमा हाम्रो आगो गाडीमा आगो पल्कियो हजुर भिडियो फेरि खाने गाइस अहिले गाडीको हालत त्यस्तो भएकोले हामी खाँदै बस्दैछौँ आमाले हेलो गरिदिनु त यहाँ अब के गरे रे सबैजनाले पिसाब गरे नि म पैसा दिन्छन् मैले दिइरहेछ गाइस अहिले हामीलाई सुन्नु अप्ठ्यारो भएर हाई गर अहिले चाहिँ यहाँ हामी आइसकेको छौँ मन्दिरमा हेलो गाइस हामी चाहिँ पूजा गरेर टिका लगायौँ अनि अब घर फर्किएको सरी घर भनेपछि अब यहाँ पर पारी जान हालेको पारी हामी त्यहाँबाट यहाँ आयौँ यसरी चाहिँ पूजा गरेको अब जान्छौँ अब आज चाहिँ हामी घर रिटर्न हुने हो तर आज हामी हामी जाने ठाउँ बन्दीपुर हुँदै कता कता घुम्दै घुम्दै जान्छौँ सबै देखाउँछौँ हामीलाई हामीले हेलो गाइज बन्दीपुर तर्फ हामी चाहिँ अहिले यस्तो गलेर सुत्ने ठाउँ पनि नभएर यत्रो पैसा तिरेको केही न कामको हावा छ्या यस्तोमा कहिले नजानु टुर तपाईँहरू एक्लै जानु होइन एक्लै जानुपर्छ अनि गाइस हामी चाहिँ अहिले बन्दीपुरको माथि चढ्न जाँदैछौँ गाइस हामी चाहिँ आइपुग्यौँ मैले बन्दीपुर अब यहाँ गएर हामी केवल काट्छौँ तपाईँलाई देखाउँछौँ पानी पर्दैछ यहाँनिर अहिले हामी सेकेन्ड सुम अक्टोबर चढ्न हालेको यहाँभित्र एन्ट्री भइसक्यो हाम्रो गाइस हामी आइसकेको छौँ ठुलो बस्ने छैन मनोकामना अग्ले हो गाइस मलाई सबजना कस्तो कालो आयो त हेलो गाइस अहिले हामी बन्दीपुरको गल्लीभित्र रविले क्यास मेरो रहेछ
टाटा बाई एसिका बाई को लड्छ त्यो बाई ओइ बाई गर न बाई 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 सङ्गम के हो नाम सबिन बाई सबैको पोको पोको हातमा बोकेर कुदे बाई आइसमा